साथीहरु हामीले धेरै जसो देखिने चाहिँ हैन हामीले आफ्नो बिजनेसलाई प्रमोट गर्नको लागि बिजनेसलाई ठुलो बनाउनको लागि मार्केटिङ गर्दाखेरि सबैभन्दा बढी युज गर्ने भनेको टिकटक हैन अनि फेसबुक इन्स्टाग्राम यिनीहरु प्लेटफर्म चाहिँ एकदम बढी मात्रामा युज गरिन्छ। तर एउटा काम चाहिँ के गरिन्छ भने हामीले जब त्यो प्रमोट गरिन्छ नि त्यो प्रमोट गर्दाखेरि एकदम हाई क्वालिटीमा खिचिन्छ हाई क्वालिटी देखाइन्छ हैन एकदम ग्रो गरेर देखाइन्छ एकदम फ्यान्टास्टिक भयो जस्तो देखाइन्छ त्यो प्रमोट गर्दाखेरि। तर साच्चै त्यही अनुसारले फिल्डमा पनि काम भएको छ या छैन? तपाईको टेस्ट गर्ने तपाईको कुनै पनि फुड प्रोडक्ट हो भने त्यसको टेस्ट चाख्ने भनेको त फिल्डमा गएर चाख्ने हो नि त। तपाईले जति हाइलाइट गरेर देखाए पनि मार्केटिङ गर्दाखेरि त्यो अनुसारले त ग्राहक त आउँदैन। वान टाइम ग्राहक त आउला तर रिटर्निङ ग्राहक त आउँदैन त्यहाँबाट। तपाईले त्यो देखाउने भनेको चाहिँ फिल्डमा गएर तपाईको टेस्ट गर्ने हो नि त। जे चीज पनि फिल्डमा टेस्ट हुनु पर्यो फिल्डमा। त्यही भएर जति तपाईले चाहिँ फेसबुकमा रिल्सहरुमा जति हाइलाइट गरेर देखाउनु भएको छ आफ्नो व्यवसाय त्यही हिसाबले चाहिँ तपाईले फिल्डमा पनि देखाउनु पर्यो। फिल्डमा छिरेर काम गर्न पर्यो। जति बेला पनि अनलाइनमै बसेर मार्केटिङबाटै हैन तपाईको अनलाइनबाट प्लेटफर्म ग्रो गरेर मात्र मार्केटिङ गरेर रिल्सहरु बनाएर मात्र मेरो बिजनेस चल्छ भन्ने सोच्नुहुन्छ भने त्यसरी बिजनेस चल्दैन। जति टाइम तपाईले चाहिँ मार्केटिङमा दिनु भएको छ हैन जति टाइम तपाईले अनलाइनमा दिनु भएको छ फेसबुकमा सोशल मिडियाहरुमा दिनु भएको छ त्यसको डबल ट्रिपल टाइम चाहिँ तपाईले फिल्डमा दिनु पर्यो। त्यो भन्दा अझ बढी चाहिँ तपाई फिल्डमा गएर काम गर्नु पर्यो। फिल्डमा रिजल्ट दिन सक्नु पर्यो। रिजल्ट आउने फिल्डबाटै हो। त्यही भएर फिल्डमा रिजल्ट दिन सक्नु भयो भने बल्ल तपाईको बिजनेस चाहिँ ग्रो हुन्छ। यो कुरा चाहिँ हामीले बिर्सिनु हुँदैन एकदमै ख्याल गर्नुपर्छ है त। थ्यांक यू।